गर्मी बढ्यो कुकुरको जिब्रो र केटीको तिग्रा देखिने बेला भयो गरे भाइ केटीको तिग्रा नदेखेर के देख्छौ त कुकुरको के हो यार यस्तो अति हँसाए त कति महँगो नमस्ते यार ला नमस्ते त महँगै भयो त आन्टीहरूले पनि हँसाउँछ नि यार तरे कसको छोरा रे विकासको छोरा फेरि सुर्देखि विकासको छोरा भुत चाहिँ कडा रहेछ यसले पछि त्यस हल्लाउँछ नेता हुन बेर छैन भाङ खाने केटा होइन केटी हो जाँड खाने केटा रोज सँगै बसेर शीतल खान पाइन्छ यतिको चाहिँ हुनुपर्छ क्या सही छ के हामी झुन्डेर मरौँ अग्ली केटीहरू चाहिँ अब अग्लो केटाहरूलाई होची केटीहरू क्युट लाग्छ भन्दै जान्छन् अब होचो केटाहरू अलरेडी होची केटी नै छान्छन् अनि के हामी जन्मेको चाहिँ त्यो फ्यान सफा गर्न झालो झार्न त्यसपछि गएर त्यो किचनमा राखेको दाल झिक्नलाई अनि अझै सेल्फी खिच्नलाई ग्रुपमा अगाडि राखेर त्यही हो हामी त्यसको लागि जन्मे हामी पीडा आफ्नो आफ्नो छ केटा हो कमेन्ट हान है दाजु तपाईँ मगर होइन मगर त हो नि के गर्नु मगर भाषा बोल्न आउने मगर भएर के गर्नु होइन भनेको बेला चाड खानु पाउँदैन यस्ता मगर पीडा छ केटा पीडा माग टोक्ने एउटा फेकाइटी बनाएर घरकै बुढीसँग च्याट गरेको है बुढीले त बुढो मरेको 3 वर्ष भयो भन्छ साँच्चै भने बुढीले धोका दिएछ यार केटोले के हो ओ बुढी के हो किन मेरो पैसा छुको पैसा गनेको कति रहेछ त 3000 छ 3000 छ अनि यता भित्र हालेको चाहिँ गर्न बिर्सेको अलगन्दा किन नदिनु त तिमीलाई चोर्नी जहिले किन मेरो गोजीबाट पैसा हराउँछ भनेको त चोर्दो पो रहेछ के गर्न पैसा निकालेको तिमीलाई चोर्नी गाह्रो छ लास्ट कडा मान्छे सही छ ल सम्पत्तिको कुरा गर्छस् मसँग सम्पत्तिको कुरा नगर मेरो घरमा कालो चिया पनि दुध हालेर खान्छ बात करता या एकदम सही अलिकति हुनुपर्छ मान्छे बुढा कडा हो नि त यार मेरो कुरा काट्दा जेब्रा क्रसिङबाट काट्नु होला नत्र एक्सिडेन्ट हुन सक्छ भाइ बहिनीहरू मेरो गाउँमा त जेब्रा क्रसिङ छैन हजुरको कुरा काट्नलाई त अब बुटोल पोखरा काठमाडौँतिर झर्नु पर्ने रहेछ है अब त्यहाँ आउने भाडा खर्च एउटा 2 किलोको लोकल भाले बेच्नुपर्छ त दिदी अलिकति महँगो भयो जहाँ कुरा काट्दा पनि फेरि यो मान्छे चाहिँ कडा लाग्छ यार मलाई सही छ ल माया आज तिमी मेरो सपनामा आएको थियो गर्मीले म नाङ्गै सुतिरहेको थिएँ मलाई नाङ्गै देखेर डरले भागै क्या हो तिमी बिम्जिने बेलामा त म एक्लै रहेछु माया केटोले दियो है यो मान्छे कहाँ हराए आजले कोला विष्णु पाप नलागोस् है भगवान ए तेरी केटो कडै छ जस मान्छे चाहिँ हो नेपाली ब्याड वर्ड पार्ट 2 अरे Welcome to my bad words class. Nepali part 2. Today we have Congress. Want to inform only that Miss Doti will not be able to join today our Congress. Congress because she has such a chick day. Sorry. As well as Mr. Balu also can't join our meeting. My favorite food is kukur. This is my favorite food. Lamto. के हो यो Lamto. कोले सिकाउँछ यार Masala. It's like masala but
mashallah, okay? Today is such a mood day, not a chick day. Because one sungur, he make me baula damodar. Condom. My favorite. Cha-cha. It's like cha-cha, let's dance cha-cha, cha-cha-cha. Yeah, I know it's not funny. Tuturai. कुन सिकाउँछ यार यसलाई यस्तो यस्तो Putin chat. But of course we know it's not that Putin. It's also not chat, which you eat. It's yeah. This was my bad words class. Nepali. If you know what I told, translate. मैं तेरी मान्छे कडै हो यो चाहिँ ल म प्रमिला रुम्बाकै घरमा छु के हो उसले यस्तो? भित्र के पनि लाएन फर्मसम उसले हाफ प्यान्टमा छ र एउटा टी सर्ट मात्र लगाइरहेको छ त्यो चाहिँ नगर न फेरि देख्ला अनि म देखाउनु मलाई चाहिँ त्यस्तो भन्ने म नामै भयो बनाउनु हो त्यो दाइदालाई तिम्रो जिमको रे सारी रेस्लिङको एउटा पोज देऊ पुरै के हो यस्तो यो अरू ल अरू ल भनिहाल्ने त्यो यो रेस्टुरेन्टमा चाहिँ जिब्रो निकाल्ने चाहिँ बानी हुँदो रहेछ एकदम हाम्रो प्रमिला रुममा तुरुन्तै ड्रेस चेन्ज गरेर आयो किन यो स्विमिङ कस्टम लगाएर आएको छौ त एकदम गर्मी छ नि त अनि त्यही भएर अहिले हामी चाहिँ स्विमिङ जान लाग्यो के स्विमिङ जानलाई यति बेला जाने मलाई नि लान्छौ लाने हो कहाँ लाने लगाउनु उता 12 ट्याटु हान्दाखेरि दुख्दैन ट्याटु हान दुख्छ नि कस्तो दुख्दैन तर दाइ ट्याटु एक दुईटा मैले पनि हानेको छु तर मैले चाहिँ सार्वजनिक स्थलतिर हानेको छैन म एकदम गुप्पी थरीका ट्याटु हानेको म यहाँ 3 जना 3 तिग्रेहरूसँग बसिरहेको छु विपन्ना मुना प्रमिला सबै फोरेन छ सबै 3 जनाको सिपरा छु दाइ यिनीहरूको तिग्रा बराबर त हाम्रो कम्मर हुन्छ ए केटोले त गर्नु गरेछ ल बुढी बुढी के को बुढी भर्खर निन्द्रा पुग्यो कामसँग सघाउने होइन खान्छ मिठो मिठो बुढी भनेछ छिटो भनाएको छिटो भोक लाग्यो क्यारे उठाइछ 9 बजे आमै नि भनेर चेपारेको हँसाउँछ नै यिनीहरू सघाउनु पर्यो भनेर मुतुन कत हँसाए ओके साथीहरू कस्तो लाग्यो त तपाईँलाई कमेडी कलेक्सन पक्कै पनि भिडियो हेरेर रमाइलो भयो होला भन्ने आशा छ साथीहरू भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला सल्लाह सुझाव केही छ भने कमेन्टमा लेख्नु होला र आफ्नो साथीभाइहरूसँग सेयर गर्नु होला भन्दै यो भिडियोमा बिदा लिन्छु हस्त नमस्ते गुड बाई